जय मसीह यहाँहरू सबैजनालाई प्रभु येशू क्रिस्टको नाममा आउनुहोस्। हामी आज फेरि पनि बाइबलले प्रेमको विषयमा के कुरा भन्दछ भन्ने कुरालाई हामी एकचोटि बाइबल अध्ययन गरेर हेर्नेछौँ है। यहाँ पवित्र धर्मशास्त्र बाइबल रोमी 12:9 देखि यसरी लेखिएको छ। म पाठ गरिदिनेछु। प्रेम सम्बन्धी भनेर परमेश्वरको यहाँ वचन छ। प्रेम निष्कपट होस्। जुन कुरा खराब छ त्यसलाई घृणा गर, जुन कुरा असल छ त्यसमा लागिरहो। भातृप्रेमसँग एकअर्कालाई प्रेम गर, आफूलाई भन्दा बढी अरूलाई आदर गर। जोसमा पछि नहट, पवित्र आत्मामा प्रज्वलित हौ, प्रभुको सेवा गर्दै रहो। आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो। सन्तहरूको खाँचोमा सहायता देऊ, अतिथि संस्कार कायम राख। तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देऊ, नसराफ। आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रो। एकअर्कासँग मिलेर बस, अभिमानी नहो तर नम्रहरूसँग सङ्गत गर, कहिल्यै अहङ्कारी नहो। कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ तिनमा ध्यान देऊ। हुन सक्छ भने सकेसम्म सबैसँग शान्तिमा बस। प्रिय हो, आफैले कहिल्यै बदला नलेऊ तर परमेश्वरको क्रोधमा छोडिदेऊ। किनभने लेखिएको छ, बदला लिने काम मेरो हो, म नै बदला लिनेछु, परमप्रभु भन्नुहुन्छ। बरु तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाऊ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देऊ। त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भुङ्ग्रो थुपार्नेछौ। खराबीबाट पराजित नहौ तर खराबीलाई भलाइले जित। आमेन। साँच्चै नै परमेश्वरको वचन पढाइ सुन्नमा परमेश्वरले आशिष दिनुभएको होस्। साँच्चै नै हामीलाई परमेश्वरको वचनले प्रेम कसरी गर्नुपर्छ भन्ने कुराहरूलाई हामीलाई दिनुभएको यो वचन सबैलाई पढाइ सुनाइमा परमेश्वरले आशिष दिउनुहुन्छ। यहाँहरू सबैलाई जय मसीह।